हिँड्न सक्दिनँ कि पर गएर हिँड्नु देऊ हात देऊ ए हजुर डोजर बाइक आई बाइक ढुङ्गा हैन इट्टा यो हो ढुङ्गा त्यो रेड कलरको त इट्टा हो इट्टा अच्छी जाडो भयो ड्याडीहरूले हावा ताना जाडो सबैजना के जाडो छ कति शीतल छ हजुर एक्टर कति खेलिएर बाबु बसिरहेको छ पठाउनु एक्लै दादा पछाडि हो हजुर तिमी बिहानभरि के गरेर बसिरहेको थियौ त्यसरी लगाएर आयो भने नकर है भयो आऊ आऊ न एकचोटि के आयो कपडा फोरो हुन्छ जुत्ता पनि फोरो छ देऊ हात देऊ मम्मीलाई दौडिया तिमी नदौड है भाइ पनि दौडिन्छ बाटो हिँड्छ लड्छ फेरि हजुर देऊ न त दादालाई हात माथि जानु हुँदैन लड्छ ए दिदी दिदीको समाउला हात देऊ मलाई बाटो त लाप्चा ग्राम बाटो त हजुर कहाँ हेरेको दादा र भाइले समाउनु समाउन देऊ न दादालाई
छोडिदेऊ न देऊ न दादालाई देऊ हात देऊ त्यो दादासँगै समातेर हिलो भएको ठाउँमा चाहिँ त्यहाँ मिलेन भने छोडिदेऊ भएन अनि हिलोलाई जम्प गर ल हजुर ल यहाँ हिलो छ हिलो छ यहाँ ल हट हट हजुर ट्र्याक्टर देऊ न दादालाई हात समाउने त के दादाले समाउनु देऊ न समाउनु म त आर्मी हो नि को आर्मी हो मेरो छ क्या पुग्छ कति कराएर एउटै कुरा कराएर देऊ न दादालाई हात छोप्नु दुख्यो रे क्या छोडिदेऊ त्यस्तो नगर बाबु लड्छ बिस्तारै हिँड्नु बिस्तारै पानी बिस्तारै जाने है दिदीसँग छान्छ समाउन देऊ न दादालाई ओके दिदी हो नि दिदी दिदी आउनु भयो के भयो कि छुनु देऊ न माथि राम्रो पाउँछ अरे ल बिस्तारै जाने बिस्तारै ल ट्र्याक्टर माथि राम्रो छ नि बाबु माथि राम्रो छ माथि राम्रो छ दादा आउनु भन आउनु बाबु मान्छे लैजान्छ नि त्यहाँ ट्र्याक्टरमा हालेर अहिले आउनु आउनु छिटो छिटो पछाडिबाट मान्छे आउँछ लैजाने आउनु दादा भन आरुष दादा आउनु भन आउनु आउनु ट्र्याक्टर आयो ट्र्याक्टर छिटो आउनु ट्र्याक्टर आयो ट्र्याक्टरमा लैजान्छ अहिले आउनु ल हिँड 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 ज्याकेट चाहियो भन्नु ल हिँड हजुर हजुर भाइले लगाएको देखेर हामीले ल्याइदिएर बिर्स्यौ नि त त्यस्तो छ त्यो आरुष पख लड्छ बाबु लड्छ